नमस्कार। आज मैले हामी त नेपाली कविता वाचन गर्न गइरहेको छु। यो कविताको लेखक हुनुहुन्छ कवि मुकुन्द शरण उपाध्याय। हिमै र हिउँको सागर माथा उज्जलो नेपाली, हिमै र हिउँको सागर माथा उज्जलो नेपाली, अन्नका बाला झुलेको तराई उर्वर नेपाली, अन्नका बाला झुलेको तराई उर्वर नेपाली, अनेक भाषा बुझ्ने र बोल्ने सुविज्ञ नेपाली, अनेक भाषा बुझ्ने र बोल्ने सुविज्ञ नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, गौतम बुद्ध वाल्मीकि व्यास जनक नेपाली, गौतम बुद्ध वाल्मीकि व्यास जनक नेपाली, जैमिनी कौशिक पढिनी गार्गी गौरख नेपाली, जैमिनी कौशिक पढिनी गार्गी गौरख नेपाली, भृकुटी भानु पृथ्वीसित गौरव नेपाली, भृकुटी भानु पृथ्वीसित गौरव नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, रविन्द्र हाम्रा हुन् विद्यापति तनु संशोधन, रविन्द्र हाम्रा हुन् विद्यापति तनु संशोधन, श्रीलेखनाथ देवकोटा समर सिद्धि चरण, श्रीलेखनाथ देवकोटा समर सिद्धि चरण, यिनैको लिए प्रेरणा बढ्दै प्रतिभा सँगाले, यिनैको लिए प्रेरणा बढ्दै प्रतिभा सँगाले, पहाडवासी तराईवासी हामी त नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, मेची र काली गण्डकी कोशी कर्णाली नेपाली, मेची र काली गण्डकी कोशी कर्णाली नेपाली, सगरमाथा कञ्चनजङ्घा पञ्चासे नेपाली, सगरमाथा कञ्चनजङ्घा पञ्चासे नेपाली, ढाँपेर मुनाल हात्ती र गैंडा कस्तुरी नेपाली, ढाँपेर मुनाल हात्ती र गैंडा कस्तुरी नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, सबैले पढौँ वेद र गीता सबैले मुन्दुमा, सबैले पढौँ वेद र गीता सबैले मुन्दुमा, सबैका लागि हो धम्मपद सबैको मर्जीमा, सबैका लागि हो धम्मपद सबैको मर्जीमा, सबैका साझा हुन् लोक भाषा सबैको नेपाली, सबैको साझा हुन् लोक भाषा सबैको नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली, पहाडवासी तराईवासी हामी त नेपाली। एकदमै मिठो कविता। धन्यवाद।